हेलो गुड इभिनिङ सबैजनालाई। अन्त मेरोमा चाहिँ यहाँ वेस्ट सिक्किमबाट ल्याएको सिस्नु छ हैन। यो सिस्नु चाहिँ अब कसरी पकाउँछ भनेर चाहिँ मेरो साथीले सोध्दै थियो, कसरी पकाउँछौ सिस्नु, पकाउनु जान्दिन भन्ने कुरा गर्दै थियो हो। अन्त भिडियो कल गरेर मलाई सोध्दै थियो, कसरी पकाउनु पर्छ, के गर्नुपर्छ ओइ भनेर सोध्दै थियो। अन्त मेरो साथीले पनि सिकोस्। अन्त यहाँ फेसबुकमा कतिजनाले अब थाहा छैन होला, जान्दैन होला, अन्त सिकाइदिनु पर्यो भनेर आएको नि। के लाएर चाहिँ हैन, नाङ्लोमा मजाले फिन्जाएर त्यो अलिअलि आँटा छरेर त्यहाँदेखि चाहिँ अब किराहरू केहरू छ भने यो आँटाले गर्दाखेरि चाहिँ जान्छ नि त। त्यहाँदेखि चाहिँ मजाले अन्त त्यहाँदेखि मजाले पानी हाल्यो हैन। सस्पेनमा मजाले पानी उम्लिनु पर्यो फर्स्टमा चाहिँ मजाले। त्यहाँदेखि हैन पानी उमालेर चाहिँ त्यहाँदेखि छोपेर पानी उम्लिसकेपछि चाहिँ मजाले अब चिम्टाले समात्दै अलिअलि यसो डढाउँदै हैन, किराहरू छ भने झर्छ नि त। त्यहाँदेखि चाहिँ यसो गर्दै लगाएपछि चाहिँ मजाले मेरो साथीले अन्त भन्दै थियो, साँच्चीमै तैँले त आगोमा डढाइस् त भन्दै थियो हैन अस्ति पनि। अन्त डढाउनु त पर्छ त हौ, यसरी पकाउनु पर्छ हेर न भनेर सिकाएन मेरो साथीलाई। अन्त अझै मजाले सिकोस् मेरो साथीले भनेर चाहिँ यो भिडियो बनाइदिएको नि। किनभने अस्ति त्यसलाई बाउले सिस्नु पका भनेर ल्याइदियो अरे कि। अन्त कसरी पकाउनु भन्दाखेरि कुकरमा सिटी लगा भने अरे। अन्त कुकरमै सिटी लगायो अरे नि त मेरो साथीले, साँच्चीमै लगाइदियो अरे। अब कुकरमा सिटी नै लगाइदियो अरे मजाले। यो उम्लेको पानीमा टक्कै त्यहाँदेखि चाहिँ लगाएर हैन मजाले उमाल्यो मजाले पाक्दै गएपछि चाहिँ मजाले चलायो हो। त्यहाँदेखि पाकेपछि लतलत भएपछि चाहिँ पाक्यो कि पाकेन भनेर अलिअलि झामेर हेरेँ होइन, मजाले पाकेछ होइन, ल्याट भएछ। पाकेपछि चाहिँ त्यहाँदेखि नि मजाले फिर्के लगाएँ होइन। फिर्के लाउँदाखेरि चाहिँ अलिअलि माथिबाट आँटा छर्दै फिर्के लाउनु पर्यो। फिर्के लगाएपछि चाहिँ अब त्यो छोक्रा पानी हुँदैन नि त आँटाले गर्दाखेरि चाहिँ। अन्त छोक्रा पानी नहोस् भनेर चाहिँ कम्ती आँटा छर्दै मजाले आँटा छर्दै फिर्के लाउँदै होइन। मजाले पाकिसकेपछि फिर्के लाउँदा चाहिँ मजाले बाक्लो हुन्छ लतत होइन। अन्त त्यहाँदेखि नि मजाले आँटा लाउँदै फिर्के लगायो। मजाले फिर्के लाउनुपर्छ है, तर आँटा लगाएर फिट्दै गएपछि चाहिँ होइन। त्यहाँदेखि हेर्नु सक्नुहुन्छ कि मजाले पाक्यो। त्यहाँदेखि मजाले बाक्लो भयो होइन, दाल जस्तै भइरहेको छ होइन। यति दामी रेडी भयो साथीहरू, हेर्नुहोस् ल।